साथीहरू सबैजना सन्चै हुनुहुन्छ। बुढाको अचार बुझाको अचार भन्छ नि। एकजना दिदीले चाहिँ विदेशबाट आउने बित्तिकै अचार मगाउनु भएको रहेछ। 5वटा कि 6वटा डब्बा पनि मगाउनु भएको अरे। आउने बित्तिकै भाइरल हुनला होला आफू चाहिँ, तर कस्तो है, अर्कालाई बरु डाइरेक्ट भन्नु माया दिदीलाई, बरु उहाँले फ्रीमै दिनुहुन्थ्यो कि बा पैसा रिटर्न गरिदिनु हुन्थ्यो होला भनिराख्नु भएको छ। अगाडिको नि एउटा भिडियोमा पनि भन्नुभएको थियो माया दिदीले। अनि त्यसो गर्नु पर्थ्यो। हेर्नु है, म देखाउँछु है तपाईँलाई। यो कानको टपको पेज क्या, यसरी हालेर उसले चाहिँ यसरी यसो गरेर सुरु बट्टामा क्या खोल्ने बित्तिकै अनि यसरी अलिकति छि के हो यो, थु थु थु, के हो यो, म यस्तो नानीले खाएको भए के हुन्थ्यो। अरे यस्तो पनि हेर्नु है, यो पकाउने मान्छे त्यही पनि छोरा मान्छेहरू छन् अरे। त्यही पनि यो पग्लेर के हुन्थ्यो होला लाबड, यो मुला लाबड पग्लेर के हुन्थ्यो होला, सोच्नु त। डल्लो पर्थ्यो होला, के हुन्थ्यो। त्यत्रो बेर पकाउँदाखेरि अचार बनाउनु झन् कति टाइम लाग्छ। हेर्नु त यी कस्तो भन्यो क्या, आफू भाइरल हुनलाई होला, अरूलाई डाउन गर्न खोजेको होला। तर यस्तो साह्रो पनि नगर्नुपर्ने क्या, भगवान्ले पनि हेर्छ। बाबुले खाए के हुन्छ होला, मेरो बच्चाले खायो भने के हुन्छ, डाइरेक्ट कन्ट्याक्ट गर्ने हो क्या। त्यसरी भन्ने होइन क्या, अरूलाई आएर सोसियल मिडियामा आएर यस्तो भन्ने हो त अरूलाई। साथीहरू ल हस् त, बाई।